सम्झन छ हारी जानलाई। सो गाइस चारवटा टिम चाहिँ एनपिएलबाट डिस्क्वालिफाइड भइसकेको छ अथवा आउट भइसकेको छ। त्यो टिमको नाम जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र चितवन राइनोज। सो गाइस तपाईँहरूको गेमले राम्रो थियो, तर पनि अब क्वालिफायर गेम हो, कोही न कोही आउट हुन्छ। सो नो हेट, बेस्ट अफ लक फर अनदर एनपिएल सिजन इन 2026। Good night, ladies. Good night, ladies. Good night, ladies. We hate to say goodbye. We hate to say goodbye. We hate to say goodbye. गेममा जनकपुर बोल्ट्सलाई लुम्बिनीले नमिठो पिटेछ गाइस। एउटा मिस फिल्डिङ भएछ होइन, कसरी भएको भन्दै त क्याच ड्रप ए क्याच दाइले सिकाउँछ क्या भन्ने। सुदूरपश्चिमको पहिलो हार त्यो नि भएको। मैले गर्दा यो पनौतीले गाइस यही भिडियोले गर्दा यसले सुदूरपश्चिमले पहिलो गेम हारेको। फ्ल्यासब्याक। सो कङ्ग्रेचुलेसन सुदूरपश्चिम आफ्नो 6औँ गेम जितेकोमा। आई डोन्ट वान्ट टु से द्याट। एउटा त हारोस् यार, साले पनौती। र म चाहिँ अब गाइस पोखराले हारिहाल्यो, सुदूरपश्चिमतिर आउँछु ल। अनि यसलाई त अब म के विराटनगर किङ्स बनाइदिन्छु यसलाई है। हाम्रो अब टप 4मा रहेको टिमहरू वी विल एक्सप्लेन। टप फर्स्टमा रहेको छ सुदूरपश्चिम रोयल्स, सेकेन्डमा काठमाडौँको स्थान खोसेर विराटनगर किङ आइसकेको छ। र काठमाडौँको हिस्सा एक स्टेट तल गएर अब लुम्बिनी लायन्ससँग काठमाडौँ भर्सेस लुम्बिनी लायन्स हुँदैछ। त्यो पछि के हुन्छ गाइस? त्यसपछि हुन्छ जसले जित्यो काठमाडौँ र लुम्बिनीमा त्यो खेल्छ विराटनगर र सुदूरपश्चिमले हारेकोसँग, र जसले जित्छ विराटनगर र सुदूरपश्चिम त्यो जान्छ सिधै फाइनलमा। लेट्स सी द म्याच अनि बाई बाई। सी यू। We hate to say goodbye. We hate to say goodbye.